लाग्न पर्छ है। प्रश्न छ 10% ब्याज दरले रु 1080 को 4 वर्षमा आउने ब्याज बराबरको रकम पाउनको लागि रु 900 लाई 12% ब्याज दरले कति वर्ष जम्मा गर्नुपर्छ? यहाँ चाहिँ दुईटा प्रश्न जोडिएको छ है। पहिला हामी ब्याज निकाल्छौं अनि त्यो ब्याज बराबर हैन त्यति नै ब्याज पाउनको लागि चाहिँ रु 900 ले चाहिँ 12% को ब्याज दरमा चाहिँ कति वर्षसम्म जम्मा गर्नुपर्ला भन्नु। त्यसैले हामी सोलुसन गर्छौं है। सोलुसन गरेर हामीसँग सुरुमा ब्याज दर दिएको छ। ब्याज दर कति छ त हामीसँग 10%। त्यसपछि सामा दिएको छ है। सामा हामीसँग कति छ रु 1080। त्यसपछि समय कति छ हाम्रो 4 वर्ष। समय t बराबर 4। अब यसैबाट हामी पहिला ब्याज निकाल्छौं। त्यसपछि फेरि गरेर यसलाई साउ बनाएर त्यो ब्याज बराबर भनेको छ फेरि त्यसको लागि पनि त्यही ब्याज हो। अब त्यसो भए अब हामी यहाँ के निकाल्छौं ब्याज। ब्याज I इक्वल टु अब प्रश्न अनुसार सूत्र अनुसार ब्याज I बराबर ल श्रेय भन त नानी ब्याजको सूत्र भन त ब्याजको सूत्र भन्नुहोस् त प्रतिले भन्छ त ब्याजको सूत्र लानु PTR upon 100 PTR upon 100 ल बस धन्यवाद PTR upon 100 अर्थात P into T into R upon 100 सजिलो छ फर्मुला है। अब निकाल्नु छ हाम्रो ब्याज P भनेको 1080 into T भनेको 4 वर्ष अनि R भनेको 10 वर्ष अपन 100। अब 2 र 0 काट्नु हैन। अब गुणन गर्नु कति हुन्छ 8 ले 108 into 4 गर्दा कति हुन्छ 432। त्यसैले हाम्रो ब्याज कति आयो ब्याज I बराबर RS 432। अब फेरि गर्छौं फेरि है। त्यसपछि कति छ हाम्रो सामा रु 900। सामा कति छ 900 अनि त्यसपछि ब्याज दर कति छ 12%। अनि त्यसपछि यहाँ भनेको छ 10% ब्याज दरले रु 1080 को 4 वर्षमा आउने ब्याज बराबरको रकम पाउनको लागि रु 900 लाई 12% ब्याज दरमा कति वर्ष जम्मा गर्नुपर्छ भनेपछि चाहिँ अब ब्याज चाहिँ यति पाउनको लागि के 432 पाउनको लागि चाहिँ कति वर्ष जम्मा गर्नुपर्छ भन्दाखेरि ब्याज चाहिँ एउटै भयो है। दोस्रो कन्डिसन पनि के भयो ब्याज चाहिँ यति नै भयो 900 को चाहिँ 432 ब्याज पाउनको लागि चाहिँ यो पैसालाई कति वर्षसम्म जम्मा गर्नुपर्छ भन्नुहुन्छ। त्यसैले ब्याज I बराबर के गर्ने हाम्रो रु 400। समय चाहिँ अब निकाल्नु समय t इक्वल टु अब सूत्र अनुसार समय t बराबर फर्मुला कसले भनिलो भनेर एकले उठेर ल जयन्ती भन्दै नानु समयको सूत्र भन्दिनु त ल I into 100 upon TR oh PR good thank you ए PR भन्नु हो PR है। अब फर्मुला भएपछि I को ठाउँमा कति छ हाम्रो 432 into 100
सामा कति छ 900 ब्याज कति छ 12%। अब 2 को शून्य काट्दिने कति भयो त 432 अपन 12 9 कति 108 हैन 12 9 108। अब भागेर त कति आउँदैछ 4 आयो 4। त्यसो भए समय t बराबर कति भयो 4 वर्ष अर्थात् 432 ब्याज पाउनको लागि रु 900 ले चाहिँ कति वर्ष जम्मा गर्नुपर्छ 4 वर्ष। क्लियर।